हेलो साथीहरू, के छ खबर? कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ? नमस्कार सबैजनालाई, गुड मर्निङ। आज हामी खिचडी खान लाग्छौँ साथीहरू। आज हाम्रो खिचडी खाने प्रोग्राम छ। म हल्का कोर्दैछु बेसार, अदुवा बेसार कोरिसकेँ साथीहरू मैले। अब हाम्रो खिचडी पकाउने तयारीमा मैले भाँडो बसाले कुकर, अनि अब तेल राख्दैछु साथीहरू। अब तेल राखेर हाम्रो खिचडी पाक्दैछ। आज हाम्रो कस्तो हुन्छ खिचडी हेर्नुहोस् है साथीहरू। मैले बेसार राखिसकेँ, हलेतो राखेर राम्रोसँग तेलमा चलाउने साथीहरू। एकदमै पाक्ने गरी भुट्नुपर्छ बेसार, नत्र तितो हुन्छ फेरि। अनि राम्ररी पकाएर भुटेर एकदमै रातो गरी पकाउने साथीहरू। त्यसपछि मैले दाल धोएर राखेको थिएँ। अब मासु दाल राखेँ साथीहरू। अनि दाल राखिसकेपछि एकदमै राम्रो गरी चलाउनुपर्छ, भुट्नुपर्छ साथीहरू। मैले दाल राखिसकेँ, त्यसपछि अब भुट्ने साथीहरू, राम्रोसँग दाललाई भुट्ने। अनि अब दाल राखिसकेपछि मैले अदुवा राखेँ साथीहरू। अदुवा राख्ने अनि भुट्ने साथीहरू। हामीले यसरी खिचडी पकाउँछौँ। तपाईँहरूले कसरी पकाउनुहुन्छ साथीहरू खिचडी? यसो कमेन्टमा लेखिदिनु है साथीहरू। हाम्रो खिचडी कस्तो लाग्यो, हाम्रो खिचडी पकाउने तरिका। अब नुन राख्ने साथीहरू, मैले नुन राख्दैछु। नुन राखिसकेपछि पनि चलाउने, भुट्ने राम्रोसँग। अनि हामीले यसरी पकाएर खान्छौँ, एकदमै मिठो हुन्छ साथीहरू। हजुरहरूले कस्तो गरी पकाउनुहुन्छ खिचडी? आज अब मैले पानी राखेँ साथीहरू। पानी राखेर चलाउने, अनि त्यसपछि ढाकिदिने साथीहरू। एकैछिन चलाएर फेरि दाल पिँदा लाग्छ, त्यसपछि पानी राख्ने अनि चलाउने। अनि पानी राखिसकेपछि चामल धोएर मैले रेडी पारेर राखेकी थिएँ। अनि त्यसपछि चामल राखेँ साथीहरू। अब चामल राखिसकेपछि चलाउनु पर्छ, एकछिन चलाएर पानी राख्ने साथीहरू। एकदम चलाएर पानी राख्ने। पानी राखिसकेपछि बिर्को लगाएर छोपिदिने साथीहरू। अब खिचडी पाक्छ चलाइरहँदा। खिचडी पाकिसक्यो हाम्रो फाइनली गाइज। हाम्रो खिचडी पाकिसक्यो। कस्तो भयो होला साथीहरू हाम्रो खिचडी, हाम्रो अर्ग्यानिक खिचडी। त्यसपछि अब हामीले दुध तताएको छौँ खानालाई। मैले उतारिसकेँ, हाम्रो खिचडी पाकिसक्यो, मैले उतारिसकेँ। अब हामी खाने तयारीमा छौँ साथीहरू। मैले अब खिचडी थालमा पस्किसकेँ। अब हामीले हाम्रो घरमै भएको अर्ग्यानिक घिउसँग हामीले खिचडी खाँदैछौँ साथीहरू। मैले घिउ राख्दैछु। अब म खाएर पनि देखाउँछु हजुरहरूलाई हाम्रो खिचडी कस्तो भयो होला भनेर गेस गर्न सक्नुहुनेछ साथीहरू। अनि अरू भिडियो पनि आउँदै गर्छ, हेर्दै गर्नु होला साथीहरू। माया गरिदिनु होला, सबैजनालाई सपोर्ट गरिदिनु होला। म घिउ खिचडी खाँदैछु साथीहरू, खाइसकेँ। वा यस्तो मिठो दामी भएछ। अनि दुध अनि घिउ अनि खिचडी खाँदैछौँ हामीले आफ्नै घरमा भएको अर्ग्यानिक।